आमा नमस्कार है। नमस्कार बाबु। अस्ति अलि बुढी बुढी देखिनुहुन्थ्यो, अहिले त तरुनी हुनुभएछ आमा। त्यही गीत गाबाट 1 किलो घिउ खाएँ बाबु। कुरा गरेबाट त्यही भएर अलि मोटा छु। 1 किलो घिउ खानु? बुढाले पनि राम्रो मान्न लाग्नु भएछ। त्यो गीत गाएदेखि? त्यो गीत गाएदेखि के पहिले झगडा पर्छ, राति झपक्क निद पनि लाग्छ। पहिले निन्द्रा लाग्दैन थियो, बिरुवा थियो बाबु पहिला। अहिले बिरुवा थियो, त्यही दिनबाट अलि सन्तोष भयो। सन्तोष भयो। बुवाले के भन्नुभयो त्यो भिडियो हेर्दा? तेरा घरा छोराछोरीले नहेरे पनि भाइर तेरा कति राम्रा छोराछोरी रहेछन्, तँलाई कहाँबाट आइकन कस्तो फोटो खिचेर लग्या। अनि बड्डी अब त म तँलाई हेला गरिदिन, जसले पनि वृद्ध आसमानमा लाग्थ्यो भने तँलाई त कलाकारमा लाग्छन्। अब तँलाई पाल्ने भए तँलाई त म हेला अब गर्दै गर्दिन भनेका छन्। पहिले चाहिँ झगडा हुन्थ्यो? पहिला त पिटापिट हुन्थ्यो बाबु। के अहिले त यति माया बस्यो भन्ने कुरा थाहै छैन। ओहो, घनिष्ठ बस्यो कि? घनिष्ठ हुनुभयो। त भैँसी किनी पनि ल्याइलिउँ, घरै घिउ खाने। अझै मोटाउनुहुन्छ त्यसो भए? ओहो, अनि वर्षले कति वर्ष पुग्नु भयो आमा? म त 60 वर्ष बाबु। 60 वर्ष? हजुर। 60 वर्षको उमेरमा पनि तपाईँको जोस त एकदम युवा अवस्थाको जस्तो छ। अब दे बाबु, किन हो अब जोस जाँगर बढेकै छ के अरे। एक्लै भएर त होला, केही नहुनेको दैव हुन्छ गरे भन्छन् नि, त्यो भगवानले पनि साथ दिएको होला नि के। अहिले चाहिँ बुवा चाहिँ कहाँ जानुभयो नि आमा? बुवा त त्यस्तै बैरा के थियो गरे बाकै खोज्न पो गयो कि काले बा जस्ता के हुन्छ त मनमा। एक त टाढा टाढाबाट छोराछोरी आएन भेट्न लागे, कोही लगिहाल्छन् कि भन्न थोत्री मात्रै ल्यालौँ कि भनिहाल्छन् कि थाहा छैन। यस्तो रमाइलो हुनुहुन्छ उमेरमा, कतिको रमाइलो हुनुहुन्थ्यो? गीत सित गाउने, नाच्ने? त्यही त भने त यस्तो जमाना र त्यस्तोमा जन्मिया भए त अहिले के तिमीहरूलाई त मैले के लात मार्ने के। अनि बुवासँग साँच्चीकै कसरी भेट भएको थियो हजुरको? अस्ति त बाटोमा हर्दा हर्दै भेट भयो भन्नुभएको थियो, कसरी भेट भएको थियो? एकपालि म पिसाउन गएको थिएँ, उहिले घट्ट बन्ने हुन्थे। हजुर हजुर। त्यहाँ म गहुँ लगेर पिस्न गएको थिएँ। हजुर। बड्डा चाहिँ ग्वाला आउनु भएको रहेछ। हजुर। त्यहाँबाट यो घट्टको पानी खान पाइन्छ कि पाइन्न भन्नुभयो। हजुर। अर्कै गाउँ पर्थ्यो, गाउँ वारिपारी माझमा यस्तै च्याटी खोला जस्तो। हजुर। तर पानी खान किन पाइएन र खानु सानी भने मैले। हजुर। त्यहाँबाट हुन्छ नानी पानी खान्छु भनेर पानी सानी खाएँ। त्यहाँबाट तपाईँसित लेकको मान्छेसित ककर छ कि भने, ककर त छ, सुल्पा छैन भने मैले। ककर त थियो, सुल्पा त छैन। त्यहाँबाट अब सुल्पा त म बनाल्छु, पात टिपेर बनाउँछु भने बड्डाले। तर पात टिपेर ककर भरेर खायौँ, पानी खायौँ। त्यहाँबाट अब पिस्ने पालो कहिले आउँछ त भने अब त्यही 6-7 दिन गाउला। यो पिठो सकिएपछि यो पिठो नसकिने त आउनु कुरो भएन। त्यही भएर त्यो आउला भने त्यहाँबाट पछि फेरि अब फोन भयो, फोन गर्ने केही थिएन। त्यही पनि अब भाँडा कराउनु जानु पर्यो भने बाले जानु, आज भेट हुने भयो भन्ने मनमा लाग्यो। त्यहाँबाट भाँडा कराउन आएँ, छारे भाँडा। त्यहाँबाट फेरि भेट भयो। त्यहाँले मेवा टिपेर ल्याउनु भएको रहेछ। उहिलेको चिज हुन्थ्यो क्या बाबु, अहिलेका स्याउ सुन्तला भन्दा चिज हुन्थ्यो उहिलेको। त्यहाँबाट मेवा खानुहुन्छ नानी भन्नुभयो, दिएपछि खाम लगेर नदिए केही न केही भने। दिए खानु त अर्का पासको होइन, तानेर खानु भएन। त्यहाँबाट मेवा सेवा खाइयो। त्यहाँबाट त्यस्तै त्यस्तै गर्दा फेरि ककर खाम भन्ने कुरा गर्नुभयो। ककर उहिले त ककर ल्याउनु भएको थियो। त मैले एउटा देउराली चुरोट भन्ने 2टा ल्याएको छु, 1 घन्टा खाम भने नै 2टा नखाम, एउटा अलि पछि खामला, एउटा अहिले खाम भन्नुभयो। त्यहाँबाट उहाँले सल्काउनु भयो। उहाँको जुठो खाएपछि उहाँले के भन्नुभयो भन्दाखेरि, आजबाट मेरो जुठो खायौ, अब त अर्का कि भन्न पाइन्न भन्नुभयो। ओहो, मलाई डर लाग्यो, के मरेर खाएँ त यो टोक्या जुठो मैले। बाले थाहा पाउँछन् कि घर मार्छन् मलाई त, कसको जुठो खाइस् भन्न भन्दै सोध्दै गएँ घर। तर घर गए बाले भाँडाकुरी ल्यायो भने, कहाँ भाँडाकुरी होला, मेवा ताछेको खुक्रो त्यही रहेछ। त्यतिकै अब म उहाँ घर गइजानु भयो, म मेरो माइत गइगएँ। जाँदाखेरि बाले भने कि खुक्रो कस्तो कराइस् त, दसैँमा मासु काट्ने खुक्रो कस्तो ल्याइस् भने।
धत्तेरी खुकुरो त तरुण त नेरी बसिया ठाउँमा रहिगयो अब बाला के भन्नियो हजुर चाहिँ एक ठाउँ चोर्नी पानी थियो अलि जाग्थ्यो बा म त पानी ल्याउन जान्छु बिहान उठ्न सक्दिनँ म अहिले जान्छु हुइती सुत्छु भने नाइ र तँलाई रातिमा बाघले खान्न त कस्ती रारी होस् भने बाले नाइ बा म त जान्छु भनेर म काग्रो छाडेर त्यो ठाउँमा आएर 3 घण्टाको बाटो खुकुरी लगेर पानी जाने बेलामा 1 गाग्री पानी भएछ त्यो पानी लगेर घर गए त्यो खुकुरी लगेर सुस्त जहाँ थियो त्यहीँ हाले हजुर त्यहाँबाट पछि उठे बिहान त्यहाँबाट बाले भने तेरो छाँटघाट राम्रो होइन ताराहारीको ताराहारी आज हिजो तैँले कहाँ के सामान छारी थिइस् त्यो सामान ल्याउन गयोस् तेरो छाट गतिलो छैन भने मैले नछाट गतिलो नभए के भयो त खुकुरो ल्याइदिन भने सुख छैन त भनेपछि हाम्रो फेरि भेट भयो हजुर फेरि भेट भएपछि अब के गरौँ त यो 3-4 पाली भेट भइगयो ल 5 रुपियाँ साई दिनुस् समाउनुस् अब बिहा गर्ने हो म घर गएर मेरो बाजेबोजूलाई सोध्छु भने मलाई पनि सुन माल लाउनको रहर बस्मे फुली बुल्ला के हल लाउने के पहिला केही पनि हुन्न थियो के रे पहिला गयो त सुन देनान फुली बुल्ला के देनान भनेर चङ्ग भइगेमा हुन्छ भने त्यहाँबाट आए बिहा भयो बिहा पनि भयो सासू ससुराले सुन माल पनि गराइदिए त्यहाँबाट धाजे खसी ल्याउने बेला थियो खानी थियो त्यसले चलन बाहुहरू आए रोटी हाल ल्याइ थियो कस्तो राम्रो सुन हल्ल्या थियो रोटी हाले बाएर स्याप्पै समाते कहाँ आएको आउने पहिलो किन आएको अब आए त के गर्ने तँलाई अब लगेर चौकीमा लग्ने हो चौकीमा लगेर तँलाई थुन्ने हो नतर पहिलो गइ छैन भन्यास् योबाट छुटाएर म अर्को केटाको बिहा गरिदिन्छु भनेर यहाँबाट लग्यो अलि माथि तक मैले भन्दै ठिर्कामा त तिमीहरूलाई हाल्ने मलाई होइन म त पहिला गइसके म पहिला गएको मान्छे म फर्किन्न म खुसी राजीले पहिला आएको थिएँ यिनले मलाई ठिर्कामा हाल्न आछन् भने तिमीलाई जात दिन्छु म त भनेपछि बाबुले च्याट त छोडिदिएपछि म फर्केर गएँ सुन हल्लाउँदै गर माइतीको बासाको मोतै छैन त्यस्तो जमाना थियो हाम्रो बाबु के गर्ने तर तपाईँ तकरा एकदम मनको चाहिँ हक्की मान्छे हुनुहुँदो रहेछ म त उस्तो त्यस्तो मान्छेलाई त त्यस्तो पो पाला परेर म त टक्कै लाग्दाखेरि पन्कै बसेर भनेपछि एउटा के चुरोट रे देउराली चुरोट र कक्करले फसायो पहिलाकाले मोबाइलले टिकटकले फसाउँछ नि चुरोटले फसाइदियो अहिले त राम्रो जिन्दगी बिताउनु भयो दुवैजनाले कति वर्ष जिन्दगी अहिले पनि राम्रो छ बाबु 3 बहिनी छोरी छन् एउटा छोरो छ बुहारी छ पाले पनि नपाले पनि संसारका लागि गाई भैँसा छुन मस्तै दुःख त यस्तै होला के भनौँ र खै धोका दिनलाई छोराछोरी सबैको बिहे गरिदिनु भयो छोराछोरीको सब बिहे गरिदिए बड्डाबड्डी मात्रै छौँ हामी बस अब चाहिँ आनन्दले जीवन बिताउँदै हुनुहुन्छ जीवन बिताएन म पनि कतै उतै घोराइ काठमाडौँ बाई जानु भयो बड्डा चक्लको पर्दा हुन्न क्या यस्तै रमाइलो गर्नुहुन्छ दुईजना सधैँ यस्तै हो हामी त जत्रै माटो कहिल्यै बराई कहिल्यै लडाई 15 वर्षको आगम गरेर अहिलेसम्म 60 वर्ष